Sorry, la Raja, understand that. यस्तो हुन न मेरो दाइको लागि अदुवालाई सुन्ने पनि त अदुवालाई सुन्नु सुभाषको दाइ आएको थियो यस्तो उस्तो हुन न कसम 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 के भन्दिनु खाए भन्दिनु मैले सक्यो नर्टी सक्यो गरेर मैले खाने बाउले खाँदा त के भन्दैन त्यही बाहिर खाँदा के चोरी यस्तो भइरहेछ के भन्ने हेर्नु त दर्शकबिनहरू यहाँ सुभाषले के काट्दैछ गीत बजाउ र भारेन रहेछ चार्ज एक त बल्ल बल्ल छप्पर भेटियो न मुझे लिएर आया नैनो नै थोडा मजा हो रहेछ मैले तपाईको कलर आउँछ ए नैनो मुजी भन्नु मुजी नैनो मुजी ठ्याक्कै त्यतिखेर म चामल गइरहेको थिएँ तोल जाँदै सिधै तँलाई कल गरेर कतिखेर आउने म बाहिर निस्किने भन्न खोजेको कि सामान किन्न जाने कल काट्छु घमेर आउने खेला ब्रोकरलाई कल हेर्दा हेर्दै मैले आधा फोन बिग्रियो असम भने कल हेर्दै होइन मैले कहीँ रिचार्ज भइ लाग्दैन लाग्यो भने कल काट्दिनँ भने यस्तो भेज्जा मेरोमा अस्ति रिचार्जै थिएन कसरी कल लागिरहेको म अचम्म लागिरहेको 20 रुपियाँ हालिदिए 20 रुपियाँ चल्छ 20 रुपियाँ हाल्दा पो त्यो है राजा बेली अहिले हाले होइन बेली हाल्यो र धोता त नैनो यो फङ्गस कालो कालो ए यार 20 रुपियाँ हाल्यो त यार आज बिहान हाल्यो आज बिहान हाल्यो र त्यही त भन्छु कल फसाफस जान लाग्छ पैसा त थिएन गर्छु भन्छु राजा साह्रै मन लाएर गरिरहेछन् केटाहरू अब के भन्ने Like I woke up in a ditch, like I was run over by a train. I've been looking for ways to get on, but I've been hungry for days. Thinking, is this what I deserve? God, I really don't know, but I keep looking for ways to get on. Look what my struggles pay. Praying for the rain to stop, praying for a fair heat, you know. I've been looking for ways to get on, but my hunger won't leave. But then यसलाई उतार न त सुभाष त्यो काउलीलाई उतार्नु पर्यो बोइल भएको ए रेस्पन्ड गराउनु पर्छ भइरहेको
हेर्नु त दर्शकबिन आज यिनीहरू बौलाएर के भनेको हाम्रा के भन्छ कुकम्यान चाहिँ यता हुनुहुन्छ यहाँ कुकम्यान भन्नुहुन्छ चिकन मात्रै बनाउनुहुन्छ अहिले नहाल नि साथी यहाँ चाहिँ के भन्छ यो चाहिँ के भन्छ चिकन बनाउनको लागि फाइट भयो यो फाइट चाहिँ चिकन बनाउनको लागि हो मैले केही भन्न सकिनँ बस दर्शकबिन म त स्पिचलेस भइदिएँ भनौँ कि के भन्नु यता खुर्सानी काटेको छ खुर्सानी कम काटेको छ यता खुर्सानीको भित्रको आन्दा भुँडी यता फैलाएको छ पुरै हेर्नु त दर्शकबिन यता के गरिरहेछन् केटाहरूले यो म के पाइन्छ भन्दै थिएँ यार दादा एकदम उहाँले चाहिँ खत्रै काट्नु हुँदो रहेछ आफ्नो स्किल देखाइराख्नु भएको छ अब के काटौँ राजा अब धनियाँ काटौँ राजा कुकम्यान सेफ सर अलग अलग डोन्टल गऱ्यो अलग डोन्टल एकै ठाउँमा राख न हात त माथिको मात्र राख डोन्टल अलग ठाउँमा क्यामेरा राख्ने नैनी कतिको ल्याउँछ जहिले मासु यहाँ खनाइदिएँ नैनी मैले हेर्नु त दर्शकबिन ग्रेभी बनाएर भन्छ कि अलिकति दाल पनि बनाउँ न त त्यसो भए दाल हेरौँला पहिला चिकनको कन्डिसन कस्तो आउँछ पछि हाल्दा नि हुँदैन धेरै पाक्दा जस्तो लाग्यो पछि हाल्नु भने चिकन पाक्न चाहिँ त्यसपछि हाल्नु नि मसला सब हाल्यो त्यसले फाल्ने हो मैले भनेको तर म हेर्नु त हेर त यसरी सुतिरहेको छ खतरा देखियो है के भन्नु बनाउँछ नि केटाहरू कमेडीको लागि गर्छ कि रियल पर्छ भनेको खोइ त होइन भन्छ तिमी कुन देशमा बस्छौ यही दाङ भन्छ कमेडीलाई भने होला कि त्यो केटाले के होला ल लाउँ त राजा एक एक प्याक नयाँ ग्लास एकछिन है यो रेडी राख्नु सब यो काँक्रो लिएर आउनु पर्ने रहेछ काँक्रो सलादको है प्याज काटौँला नि खुर्सानी खाइदिने के काट्छ
प्याज र नुन हैन बिस्किटहरुलाई आज भेटेछ किन काट्नु बस उसान पहिले काट्नु नखाटा न यसरी काट्नु पर्यो यसरी काट्ने हो उसरी काट्ने यसरी काटेको यसरी काट्ने यसले यस्तो पिस गर्नु यस्तो सम्झान यस्तो भन्दा पनि यस्तो हैन थालमा राख्नु न त्यो यस्तो बाँडेर कस्तो हुन्छ यो कता हाल्नु पर्छ काँक्रो चाहिँ कहाँ हाल्नु त्यही हाल्नु माथि हाल्ने रोको अहिले काँक्रो काटेर हाल्ने सानो बनाउनु न त होइन खाना अहिले खाने र मैले खाना अहिले खाने हो र के गर्ने कति खाउँ न अहिले के खाने अहिले त्यो माग पानी खान्न सुधुरा नि हुन्छ त्यसमा रेडी राखेर राखौँ भने टक्क हाल नि त अनि अलिकति नुन पनि हाल नि यसमा हाल्ने वाले हालिदिउँ मान्छेबाट मिक्स हाल्न त हुँदैन यार त्यो चाहिँ उसमै थाल्ने गरेर मिक्स हाल्नु चाहिँ है लेमन पनि हाल त आदि अब के भइरहेछ म भन्न सक्दिनँ के भइरहेछ टावल छ होला त्यहाँ भित्र ल्याउन उ गरेकोलाई चियाबुकोलाई हाल्यो लिनु टेबल राख्नु नि त बुझ्थ्यो हाल्यो त्यो पनि सब उतार होइन त्यो पनि उतार यहाँ राख होइन अहिले त्यो मात्रै खाउँ त्यसपछि पछि भात सात गरेर राखौँ त एउटा चौधो ल्यायो है राख्दा यो भयो नि धेरै हात धुवा मर्केले पुरै एक दुई बेस्ती भातै
आज के बन्छ कति बन्छ भन्ने कुरा हामीलाई थाहा छैन होइन सुवासले मात्र थाहा छ मिठो हुन्छ ओ मा हैन के हो यार वाह त्यस्तै गरी खायो भ्याइदिनु पुरा यसको अलिकति सुप हालेर त्यसमा उयो गरिदेऊ न मिक्स गरिदेऊ न हो ल्याउनु पर्ला अब छैन छैन भनेको छैन को हो त्यो भन्ने तर यस्तो माया गरेर नि मैले भन्नु त नहुने हो होइन मैले कस्तो कुरामा देखाएँ भन्ने कुरा नि हुन्छ उसले देखेँ कि देखेन भन्ने कुरा नि हुन्छ होइन तर मैले त्यो मसँग हुँदा नि मैले कोही केटी त्यसरी हेर्नु कि जस्तो भन्थेर हेर्नु कि तँ माया गरेर हिँडिरहेको होइन मेरो त हाडे नबोलेरै भयो भन न उसलाई कस्तो बोलेरै हो जे भयो नि मैले 20 वर्षपछि नि होइन यत्रो मैले जत्रो छोरा बोकेर नि त्यो मान्छे मेरो अगाडि आयो भने होइन म खुसी स्वीकार्दै के राम्रो त्यो केटा त्यो अब अरूकै छोरा होस् न त्यो केटा होइन आफ्नै छोरा भनेर अपनाएर मजाले उयो गर्थेँ कि म अब खै उसले आउँछ ऊ आउँछ कि आउँदैन भन्ने कुरा हो कि यत्रो भुत्रो कुर्थे म राजा यत्रो किन गुर्थेर म चाहिँ केटी नपाथेर म चाहिँ आफै घन न लु केटी नपाएर म चाहिँ पुरै होइन कि मैले किन त्यसको माया चाहिँ कस्तो अति लाग्ने कि मलाई म चाहिँ जस्तै केटी आयो नि होइन त्यो र त्यो 20वटा केटी राम्री छ होइन त्यो साइडमा छ भने म तिनीहरूले हेर्दै हेरेँ म त्यसलाई मात्र हेरेर बस्थेँ क्या त्यस्तो हो कि मेरो कुरो बुझेन त्यसले अब के भन्नु पाएर ठिकै छ म जता होस् खुसी होस् म चाहिँ बसिराखोस् के भन्ने हो र हामीले चाहिँ के भन्नु छ सुबा यो पहिला मेरो